नमस्कार दर्शकबिन, तपाईहरुलाई स्वागत छ मेरो यस पूर्वी भ्लगमा। आज म विशेष तपाईलाई लिपुलेक, लिम्पुधुरा र महाकाली नदीसँग सम्बन्धित कुराहरू जोड्न गइरहेको छु। यसमा राजनीतिक कुराहरू पनि मिसिएका छन्। कृपया भिडियोलाई अन्तिमसम्म हेर्नुहोस् र नयाँ हुनुहुन्छ भने कृपया च्यानललाई लाइक, शेयर अनि सब्स्क्राइब गर्न नभुल्नुहोस्। साथीहरु, चुच्चे नक्सा बारे भ्रम र सत्य के हो म बताउन गइरहेको छु। वृद्ध भत्तापछि एमाले नेता कार्यकर्ताहरूले सबैभन्दा धेरै व्यापार गर्ने गरेको विषय हो चुच्चे नक्सा। सर्वदलीय सहमतिमा संसदबाट प्रस्ताव पारित भएपछि 2077 जेठ 7 गते चुच्चे नक्सा सहितको नेपालको नक्सा सार्वजनिक गरिएको थियो। चुच्चे नक्सापछि रातारात केपी ओलीलाई भयंकर राष्ट्रवादी नेताका रूपमा प्रचार गरियो र गाउँ गाउँसम्म त्यसको खेतीपाती समेत गरियो, जसबाट ग्राउन्ड लेभलका जनतालाई समेत उनीहरूले ठूलो भ्रम पार्न सफल भए, जसको परिणाम 2079 को निर्वाचनमा समेत देखियो। एमाले सबैभन्दा बढी लोकप्रिय मत प्राप्त गर्न सफल भयो। त्यो चुच्चे नक्साका नाममा गरिएको खेतीपातीकै उपलब्धि थियो। तर चुच्चे नक्सा भित्रको वास्तविकता भने बिल्कुल फरक छ। नेपालका शासकहरूले गरेका राष्ट्रघाती सन्धि सम्झौताहरू मध्ये सुगौली सन्धि पछिको सबैभन्दा ठूलो राष्ट्रघाती सम्झौताका रूपमा महाकाली सन्धिलाई लिने गरिन्छ। खासमा महाकाली सन्धि पछि नै कालापानी, लिपुलेक र लिम्पियाधुराको सिमाना बढी विवादित बनेको थियो भनिन्छ। महाकाली सन्धिका प्रमुख रचयिता मध्ये एक थिए यिनै केपी शर्मा ओली, जसले चुच्चे नक्साबाट सबैभन्दा बढी जस लिन सफल भए। विक्रम सम्वत 2052 साल माघ 20 गते संसदबाट पारित गरिएको महाकाली सन्धियताका शेरबहादुर देउवा प्रधानमन्त्री थिए। मनमोहन अधिकारी बिमारी रहेका कारण महाकाली सन्धिबारे एमाले भित्र निर्णायक भूमिकामा माधव नेपाल र केपी ओली थिए। अझै केपी ओलीले नै शेरबहादुर देउवालाई सघाउन बढी सक्रिय रहेका थिए भनिन्छ। केपी ओलीले चाहेको भए राष्ट्रघाती सन्धि रोकिने अवस्था थियो। पार्टीभित्र वामदेव गौतम, योगेश भट्टराई, अष्टलक्ष्मी साक्य लगायत 49% सांसद र केन्द्रीय सदस्यहरूको असहमतिका बीच महाकाली सन्धिबाट नेपालले खर्बौं आमदानी गर्ने र घाम समेत पश्चिमबाट उदाउने भन्दै प्रचार प्रसार गरियो। महाकाली सन्धिकै कारण पछि एमाले पार्टी समेत फुट्यो र नेकपा माले गठन भयो। तत्कालीन मालेका नेता योगेश भट्टराईले एमालेका राष्ट्रघातहरू नामक एउटा पुस्तक समेत लेखेका थिए, जहाँ राष्ट्रघातमा केपी ओलीको भूमिका बारे पनि प्रकाश पारिएको छ। खासमा चुच्चे नक्सा पनि केपी ओलीले राष्ट्रवादले ओतपोत भएर छापेका थिएनन्। त्यति बेला एमाले र माओवादी केन्द्र मिलेर पार्टी एकीकरण भएको थियो। प्रचण्डसँग आधा आधा कार्यकाल प्रधानमन्त्रीमा सहमति भएको थियो। पार्टीभित्र स्थायी समिति र केन्द्रीय कमिटीमा समेत केपी ओली प्रष्टै अल्पमतमा थिए। पार्टीभित्र अल्पमतमा परेपछि र प्रचण्डलाई आधा कार्यकाल प्रधानमन्त्री दिनुपर्ने स्थिति आएपछि सहमति कार्यान्वयन नगरे अविश्वासको प्रस्ताव मार्फत आफू प्रधानमन्त्रीबाट हट्नुपर्ने अवस्था आएपछि त्यसलाई छल्न उनले चुच्चे नक्साको फण्डा अगाडि सारे, जसबाट पार्टीभित्रको बहुमत पक्ष रक्षात्मक बन्यो र केपी ओलीलाई जनताको ठूलो समर्थन प्राप्त भयो।
केपी ओली विरुद्ध बोल्ने नेताहरूलाई समेत जनताले सामाजिक सञ्जालमा नङ्ग्याउने अवस्था सिर्जना भयो। चुच्चे नक्सा केपी ओलीको कुटिल प्रपञ्च मात्रै थियो भन्ने कुरा उनी आफैले प्रमाणित गरे। नेकपा भित्र पुनः विवाद बढ्दै गएपछि उनले त्यसलाई ठिक्न सकेनन्। पार्टीभित्र अल्पमतमा परेपछि पार्टीको निर्णय मान्नुभन्दा आफ्नो भस्मासुर चरित्र देखाउँदै संविधान विपरीत संसद विघटन गरिदिए। भारतीय जासुसी संस्था रका प्रमुख सामन्त गोयललाई संविधान, कानून, अन्तर्राष्ट्रिय अभ्यास र प्रोटोकल विपरीत रातको 12 बजे देशको प्रमुख प्रशासनिक केन्द्रमा बोलाएर भेटे। त्यो बेलाका परराष्ट्र मन्त्री नारायणकाजी श्रेष्ठलाई समेत थाहा दिइएन, जबकि परराष्ट्र मन्त्रालय मार्फत मात्र यो भेटघाट सम्भव थियो। साथीहरू, सामन्त गोलेसँगको भेटपछि छापिएर पाठ्यक्रममा समावेश हुने क्रममा रहेको चुच्चे नक्सालाई पाठ्यक्रममा समावेश गर्नबाट रोक लगाउने पनि केपी ओली नै थिए। त्यो सबै सामन्त गोयलसँगको भेटपछि भएको थियो। चुच्चे नक्सालाई पाठ्यक्रममा समावेश गर्नबाट प्रधानमन्त्री केपी ओलीले बन्देज गरेको भनेर तत्कालीन शिक्षा मन्त्री गिरिराज मणि पोखरेलले सार्वजनिक सञ्चार माध्यमबाट समेत खुलासा गरेका थिए। चुच्चे नक्साभित्रको यो अन्तर्य र वास्तविकता आज पनि कयौं नेपालीलाई थाहा छैन। स्वयं एमाले भित्रकै ठूलो इमान्दार र राष्ट्रवादी पंक्ति समेत यो सत्यबाट भ्रमित र बेखबर छ। कृपया यो भ्रमलाई चिर्नका लागि तपाईले पनि यो भिडियोलाई सम्पूर्ण इमान्दार नेपालीहरूसम्म पुर्याउन सहयोग गर्नुहोस् र वास्तविकता महाकाली सन्धि कसरी भएको थियो भन्ने कुराहरू पनि सबैलाई थाहा हुनेछ। धन्यवाद। यहाँहरूलाई भिडियो कस्तो लाग्यो कृपया जरुर कमेन्ट गर्नुहोस्।